हेलो गाइस, नमस्ते, वेलकम ब्याक टु माई न्यू मिनी ब्लग। तपाईँहरूलाई म एउटा चिज देखाउँछु, अनलाइनमा काम गर्ने मान्छेको फाइदा के हो भन्ने है। हामी जुन अनलाइनमा डेलिभरी काम गर्छौँ त्यसमा फाइदा चाहिँ के छ भन्ने कुराहरू हामीलाई होइन, फ्रिडम त फ्रिडम, एकदमै फ्रिडम त एउटा फाइदा भइगयो। हामीलाई कसैको बालै छैन होइन, न कसको ग्याङ्गे कसैको केही हामीलाई मतलब छैन। पैसा टकटक हप्तामा आउने, कसैको गाली साली छैन। त्यो एउटा फाइदा, त्यो त हामीलाई छँदैछ भने त्यो होइन। हामी जस्तो मान्छेलाई अर्को एउटा चिज देखाउँछु, खतरनाक होला। ए हेर यो आज चाहिँ यहाँ के छ हामीसँग होइन, यो भित्र चाहिँ पापड रहेछ। अप्ठ्यारो त त्यो के हो, यसमा रसम छ होइन, यो घी राइस हो, अनि यो चटनी प्लस यो घी राइस भनेपछि यस्तो दिएको होला होइन। अनि यो लड्डु छ होइन। अनि यो त किनेर लिएर आएको, यो किनेर लिएर आएको साथीले, उहाँ सोल्टीले, उहाँ होइन, उहाँ छ, ऊ अलिकति अगाडि आएको थियो। उसले आज केही पनि लिएन, त्यही भएर त्यहाँ बसिरहेको सबैभन्दा अल्गो गद्दामा। अनि यहाँ यो पनि किनेको, एन्ड यो पनि किनेको, यो दुइटा किनेको। यति अर्डर, यो क्यान्सल हो होइन। यो एउटा, यो मेरो यो सबै क्यान्सल भएको अर्डर अरे। अनि यो सोल्टी, मेरो चाहिँ सोल्टी राजेश जसन भन्छ नि। अनि यो मेरो साइडपट्टिबाट क्यान्सल भएको। मलाई थाहा भएन कि यो चाहिँ अब हामी चाहिँ खासै यस्तो महँगो भएर नखाएको हो कि भाग्यमै नभएर, त्यति नाम पनि याद भएन क्या। तर यो एकदमै चाउमिन हो हेर, एकदमै के यो लाइक चाउमिन टाइपको होइन। बाँस, हामीलाई चाहिँ कस्तो फिल भइरहेको छ भने बाँस हो क्या। तिमी चाख्नु आँटेको थियो होला होइन, म चाख्नु त हो। दामी 8-900 हो यो होइन। अनि यो मासु हो क्या यो, वाउ दामी छ। आज त माल भयो, हामी त अम्बानी जत्तिकै भएको छ, तर रासनको खाने चिजको पैसाको छैन। अनि यो लड्डु आफूलाई यहाँ अर्को के छ भने यसको पेपर यहाँ छ, यही झन्डै 600-700 हो, यो 300-400 जम्मै धर्दै अलराउन्ड 1000 समथिङ होला, 1000 जस्तो। अनि यो सोल्टीले ग्लोभ्स किनेर ल्याउनु भएको रहेछ, 2 जोडी, यहाँ पनि छ होइन। अनि 2 जोडी, तर हामी मान्छे 3जना छौँ। म चाहिँ अब लाउँदिनँ, यसै पनि हात कालो भइरहेको छ यहाँ हेर, यस्तो डढेर कस्तो भएको छ। अब आधी त हात बौला आउँछ, त्यो ड्रेसको बौला हुन्छ, आफ्टर यहाँ त्यस्तो पुरा डढेर कालो भइसकेको छ। तर यसको लागि मैले चाहिँ अनलाइनमा हेरेको छु। अनि यो चाहिँ उनीहरू दुईजना सेयर गर्छ। अनि यस्तै हो, सेटअप चाहिँ पुरा चाहिन्छ हाम्रो होइन। यहाँ हाम्रो पावर ब्याङ्क हो, आइफोनको पावर ब्याङ्क। यो आइफोन छ भने यस्तो चिप्काउँदा नि भयो। अनि यो इयरफोन कम्पलसरी यो चाहिन्छ होइन, अब अनलाइनमा काम गर्दा चाहिँ। अनि रेनकोट, पावर ब्याङ्क, इयरफोन, अनि फोन अलिकति राम्रो हुनुपर्छ, बस त्यति नै। सो फाइदा यति नै थियो। फाइदाको बारेमा मैले भनिहालेँ। अब यसलाई यस्तो गरेर खान्छु कि म भोक लागिरहेछ, भर्खरै आएको होइन। सो गाइस यति नै हो भिडियो, बाई।